सेभिङ्स बैंक अकाउन्टमा पैसा राखिराख्नु जस्तो मूर्खता अरु केही पनि होइन अहिलेको समयमा। वेट यो केटो बौलायो के बोल्छ भनेर अनेक गाली गर्नु अगाडि एउटा सानो कुरा बुझ्नुस् अनि मात्र रियाक्ट गर्नु होला है। नेपालमा महँगाई कति पर्सेन्टेजले बढिरहेछ अहिलेको समयमा? हाम्रो बजेट भाषणले पनि इन्फ्लेसन वा महँगाईलाई चाहिँ अन्डर 5.5 राख्ने भनेर प्लान गरेको छ र 7 महिनाको नेपाल राष्ट्र बैंकको डेटा हेर्ने हो भने अहिले महँगाई छ 4.16% मा। यो चाहिँ रिपोर्टेड महँगाई हो, तर हामीले हाम्रो डेली लाइफमा चाहिँ यो भन्दा बढी नै महँगाई चाहिँ फिल गरिरहेछौँ। अब बैंकहरुको सेभिङ्स अकाउन्टमा अहिले कति इन्ट्रेस्ट पाइन्छ त भन्दाखेरि लगभग 3% जतिको एभरेज छ। सो बैंकको सेभिङ्स अकाउन्टमा हामीले पैसा राख्दाखेरि हाम्रो पैसा भने 3% ले मात्र बढिरहेछ, तर देशको महँगाई चाहिँ 4 देखि 5% ले बढिरहेछ। भनेपछि हाम्रो पैसाको भ्यालु त उल्टै सेभिङ्स बैंक अकाउन्टमा राख्दाखेरि अफिसियली नै डेटा वाइज 1 देखि 2% ले चाहिँ घटिरहेछ। अनि हामीले फिल गर्ने महँगाईको कम्पेयर गर्ने हो भने त त्यो भन्दा झन् बेसी नै छ। सो सेभिङ्स बैंक अकाउन्टमा धेरै पैसा हाल्दाखेरि आफ्नो पैसाको भ्यालु त उल्टै पो कम भइरहेछ। अनि जानी यस्तो गर्नुभयो भने त्यसलाई मूर्खता नभनेर के भन्ने त। त्यसैले सेभिङ्स बैंक अकाउन्टमा नै पैसा थुपारिराख्नुको साटो एटलिस्ट देशको महँगाईको पर्सेन्टेज भन्दा बढी रिटर्न आउने सक्ने ठाउँमा चाहिँ पैसालाई इन्भेस्ट गर्नु स्मार्ट र लजिकल डिसिजन हुन जान्छ। तर सेभिङ्स बैंक अकाउन्टमा चाहिँ फेरि एउटा पर्पजको लागि चाहिँ पैसा हाल्नु नै पर्ने हुन्छ, त्यो चाहिँ अर्को भिडियोमा भन्छु। यस्तै लाइफमा एकदमै काम लाग्ने स्पेशली तपाईको पैसावाला कन्सेप्ट र नलेजको लागि भने आइडियाप्रेन्योर नेपाललाई चाहिँ फलो गर्न चाहिँ नछुटाउनु होला, नत्र फेरि अर्को मूर्खताको काम गर्नुहुन्छ, गर्नु भएन भने चाहिँ।